हेलो गाइज, आज म चाहिँ धेरै दिन पछाडि चाहिँ मेरो मामाको घर सल्यान खलङ्गा आइपुगेको छु। यति बेला मेरो मामाको घर आइपुगेको छु र भाइले मामाको छोराले चाहिँ मलाई दादा आउनुभयो भनेर सबैलाई बोलाइराखेको थियो। त्यति बेला घरमा चाहिँ कोही हुनुहुन्थेन, म गएँ। म जाँदाखेरि चाहिँ मामाले बारीमा जोतिराख्नु भएको थियो। गहुँ छरेर बारी जोतिराख्नु भएको थियो। मामाले चाहिँ मलाई देख्ने बित्तिकै भान्जा आइपुगेछन्, ल भान्जा घर गएर बस्दै गर, म एकछिनमा आउँछु भन्नुभयो। त्यस पछाडि चाहिँ म बारीबाट घरतिर लागेँ। घरतिर लाग्ने बित्तिकै चाहिँ बहिनीसँग भेट भयो। बहिनीले मलाई हलुवावेद खानुपर्छ दादा, जाउँ हलुवावेद खान भनेर मलाई चाहिँ हलुवावेद खुवाउन लगिन्। मलाई लगिसकेपछि बहिनी चाहिँ रुखमा चढेर हलुवावेद टिप्न थालिन्। एउटा पाकेको हलुवा टिपेर चाहिँ मलाई लिनु दादा खानुहोस् भनेर दिइन्। मैले चाहिँ त्यो पाकेको हलुवावेद खान थालेँ। हलुवावेद चाहिँ एकदम टेस्टी, एकदम मिठो र गुलियो थियो पाकेको हलुवावेद। मैले चाहिँ त्यो हलुवावेद खाइसकेँ। एकदम राम्रो हलुवावेद थियो। सुन्तला पनि हुन्थ्यो तर सुन्तला योचोटि चाहिँ रहेनछ। अनि मैले त्यो हलुवावेद खाइसकेपछि सानो बाबु आयो, दादा आज यहीँ बसेर खाना खानुपर्छ, हलुवावेद खानुपर्छ, हाम्रै घर बस्ने हो भन्यो। म चाहिँ मामा आएर गएर खुब इन्जोय गरेँ।